सबैजनालाई वेलकम नमस्ते प्रेज दर्शन है जोरले सबैजनालाई आज फेरि म धेरै दिनपछि तपाईँहरूको माझ आएँ। अनि कस्तो हुनुहुन्छ त साथीहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला नि। अनि आज चाहिँ त्यस्तो विशेष चाहिँ केही छैन साथीहरू। म आज साथीहरूसँग मार्केटतिर घुम्न जान आएको छु ड्युटीबाट आएर। त्यस्तै मार्केटतिर कस्तो के किन्छौँ के सामान लिन्छौँ त्यही देखाउने छु है त साथीहरू, हेर्दै गर्नु होला। ल है त साथीहरू, हामी चाहिँ मार्केटतिर जानु लाग्यो हाम्रो ग्रुप है त। दाजु के छ त अनि यसो अरे हाम्रो बन्धु भाइ राई ओ राई। अनि चाहिँ म छु है गाइज सबैजनालाई। अनि मार्केटतिर हामी के गर्छौँ त्यही देखाउँछौँ है त, के लिन्छौँ के सामान किन्नेछौँ। हमारे पास इधर बन्धु भाइ भी है इधर। ल यता साथीहरू हामी चाहिँ अहिले गाडीमा चढिसकेको अवस्था है। तपाईँलाई मार्केट चाहिँ यही अगाडि देखिरहेको है, यतैको यही हो साथीहरू। अनि हामी चाहिँ अब हिँडेको साथीहरू सबैजना के भनिदिनु नि दाजु यसो मेरो युट्युब फ्यामिलीलाई मलेसियामा कस्तो छ भाइहरू जाँदैछौँ होइन हजुर, साम्रो जाँदैछौँ अब त के हुनु होइन के अरे झ्यापा हान्नुपर्छ कि हे रह नहीं जाता। हामी चाहिँ अहिले मार्केटतिर आइपुगेको अवस्था। अनि यता अगाडि साथीहरू हिँड्दा छन्, म चाहिँ साथीहरूको पछि हिँडिरहेको छु। अनि साथीहरू यस्तै छ मलेसियाको हालत। साथीहरू म तपाईँहरूलाई एउटा कुरा भन्छु है त। अनि के भन्छ चाहिँ अहिले कोही मलेसिया आउन लाग्नु भएको छ भने चाहिँ अलिकति बुझेर मात्रै आउनु होला है। यहाँ अहिले धेरै गाह्रो छ है साथीहरू, ओती छैन, 8 घन्टा छ, गाह्रो छ साथीहरू, धेरै समस्या छ। हाम्रो पनि त्यस्तै हालत छ। त्यही हो साथीहरू, नेपालमा त्यो दलालहरूले भन्छन् यस्तो छ उति छ यति पैसा हुन्छ भन्छन् साथीहरू। अनि तपाईँहरू चाहिँ पहिले प्रथम बुझेर मात्रै आउनु होला आउन चाहनुहुन्छ भने चाहिँ। अनि हाम्रो त अब त्यस्तै हो साथीहरू, अब घर जाने बेला पनि भइसक्यो भनौँ होइन। अब 3 वर्ष लागिसक्यो, 3 वर्ष पुग्यो पुरा भन्नु भइसक्यो। अनि यस्तै हो। अनि यता चाहिँ मेरो साथीहरू जाँदैछन् अगाडि, म पछि हिँडिरहेको छु। साथीहरू तोतो काट्न गइरहेको छन् है, म चाहिँ पछि गइरहेको छु। तोतो मलेसियाको चर्चित गेम, सबैले थाहा पाउनुहुन्छ मलेसिया बस्ने भनेर काट्न गइरहेको छु साथीहरू चाहिँ। यता छ स्पोर्ट्स तोतो साथीहरू यता गइरहेको छु, म चाहिँ पछि गइरहेको छु। कस्तो के काट्छन् हेरौँ है त साथीहरू। ल त दाजु वापै पार्नु पऱ्यो ल। यता हाम्रो दाजुले चाहिँ तँ काट्दै हुनुहुन्छ है साथीहरू। परोस् धम्मै नेपालको 5-6 लाख पऱ्यो भने त नेपाल जाने हो नि त दाजु। यता चाहिँ 1 लाख पार्ने अरे, 1 लाखले पुगिहाल्छ अरे उसलाई चाहिँ। यताको 1 लाख क्रिकेटरले फुलफिल पारिदियो। मलाई चाहिँ के दिने त 1 लाख पऱ्यो भने? एउटा आइफोन सिधैमा हो, साँच्चै हो नि। यस्तो आइफोन त कतिवटा हो कतिवटा। Few moments later. हाम्रो चाहिँ अहिले खाने क्रमको नास्ता खाँदैछौँ है त। यता साथीले प्रायः चाउमिन हानिरहेछ प्रायः। अघिको छ नि गएको त्यो त लिपस्टिक पाउडरले मात्रै रहेछ, पुरै चिठी लाउनु पर्ने रहेछ खुट्टाइरहेको मैले। कौन है ये लोग, कहाँ से आते हैं? एकचोटि अनुहार धोएर आऊ भन्नु पर्दैन नि। हामी चाहिँ यहाँ नास्ता खाँदैछौँ है त। अनि दाजु ठिक छ नि? सक्यो ऊ त पुरै झ्याप। अरे कहना क्या चाहते हो? मातिसक्यो। हाम्रो त दाजु यता आउँदै हुनुहुन्छ। हामी चाहिँ अब रुम जान लाग्यो। मार्केटतिर घुम्दै फिर्दै साथीहरू
काजु साथीहरू काजुको दाम कति छ हेर मै त साथीहरू मलेसियाको काजुको दाम 25 रुपियाँ 50 सेन्ट आमा 26 रिङ्गेट कति साह्रो महँगो हो साथीहरू छुन सकिन्न त फेरि काजु त के साह्रो दाम बढ्यो त यसरी काजु खाएर के गर्ने रे यति साह्रो त भएन नि यार साथीहरू धेरै महँगो छ त केही छुनै सकिन्न त हो फेरि जता गए पनि काजुै मिल्छ त मलाई साथीहरू के गर्नु त फेरि यता पनि काजुै छ साथीहरू यता चाहिँ ओखर रहेछ साथीहरू 40 रुपियाँ यतातिर चाहिँ दाल छ यहाँ चाहिँ त्यो रहेछ साथीहरू के अङ्गुर होइन सुकेको सब थोक पाइन्छ साथीहरू तर धेरै महँगो छ किन्न सकिन्न हो साथीहरू किन्न सकिन्न हो मैले यस्तो लगेको होइन 4 वर्ष भयो अब त भरेर नि पोलेर नि पैसा माथि मुझे मारो मुझे मारो नहीं ये मजाक हो रहा है 1 सेकंड यार मजाक म सबै पढ्छु होला साथीहरू यो चाहिँ मलेसियाको पैसा सेभिङ गर्ने ठाउँ है त तपाईँहरू के भन्छ भने ढाडो चुरोट फेरि खानुहुन्छ भने चाहिँ त्यो खाने पैसा चाहिँ तपाईँहरूले दिनको बरु यहाँ हाल्नुहोस् त्यसपछि धेरै हुन्छ नि साथीहरू बचोट गाह्रो छ पैसा बचाउनु पऱ्यो साथीहरू साथीहरू हामी चाहिँ बल्ल रुम फर्केको यता साथीले इयरफोन किनेछ अनि मैले यहाँ मोजा किनेछु साथीहरू अनि हामी चाहिँ अहिले फर्केको रुमतिर यस्तै हो साथीहरू अब यहाँ आउने केही सामान किन्ने खाने पिने फेरि रुम फर्किहाल्ने त साथीहरू छोइहाल्छ गाउँला भोलि जसरी नै आउनु परिहाल्छ भोलि पऱ्यो भने त फेरि राई के पाते अघि आइफोन किनिदिन्छु भने चाहिँ राईले भोलि पल्यो अरे 1 लाख पर्यो भने त म त पार्टी हो खिच्दै 1 लाख पऱ्यो भने एउटा आइफोन किनिदिन्छु भने त अनि 80 ल यता हाम्रो 80-85 राई सोल्देले चाहिँ 1 लाख पार्यो भने त मलाई एउटा आइफोन कि भनिदिन्छ अरे है त साथीहरू ल परोस् सबैले दुआ गरिदिनु अनि यता हाम्रो दाई ल दाइहरू त बिहार मात्रै खुवाउँछु भनिरहेको थियो अनि ल है त साथीहरूलाई आजलाई यति नै अनि यतिमै छुट्टिनु सबैजना रुमतिर लाग्यो यो अर्कोचोटि अर्को ब्लगमा बेच्ने बाचा गर्दै कम त समस्याले किनेको है त साथीहरू जुन पनि हाले मिल्दैन